नमस्ते, म डाक्टर ऋषि कुमार स्याचन, म नेपाल टिचिङ हस्पिटल क्यान्सर रोग विशेषज्ञ। आज म क्यान्सर इन्टरनेसनल डेको बारेमा तपाईहरुलाई के हो भनेर आज हल्का जानकारी गराउन चाहन्छु। मेन क्यान्सर डेको मेन थिम भनेको यसको भनेको हरेक हेल्थ केयर वर्कर्स एन्ड द पेशेन्ट दोज हु आर फाइटिङ विथ द क्यान्सर एन्ड जो पहिला क्यान्सरबाट उपचार गरिसकेकाहरूले सबैजना मिलेर युनाइट भएर अवेरनेस फैलाउनु हो। र कस्तो खालको अवेरनेस फैलाउनु भन्दाखेरि सकेसम्म क्यान्सरलाई चाँडै भन्दा चाँडै पत्ता लगाउनु, अर्ली स्टेजमा पत्ता लगाउनु र अर्ली डिटेक्सन हो। मोर देन अराउन्ड 40% अफ द एडल्ट क्यान्सर चाहिँ अर्ली डिटेक्ट गरेर ट्रिटमेन्ट गर्यो भने यो निको हुन्छ र निको भए भनेको पछि भन्नाले एक्चुअली निको भइसकेपछि पछि बाँचुन्जेलसम्म यो क्यान्सर नफर्किन पनि सक्छ। अहिलेको सम्बन्धमा हेर्ने भने रिस्क फ्याक्टर्सहरू धेरै छन् र मोस्टली रिस्क फ्याक्टर्सहरू चाहिँ तपाईको चाहिँ एउटा त जेनेटिक्स हुन्छ, एउटा तपाईको चाहिँ सराउन्डिङ फ्याक्टर्सहरू छ। र जेनेटिक्स फ्याक्टर्सको कुरा गर्दाखेरि चाहिँ जम्मा 8 देखि 10% चाहिँ जेनेटिक्स फ्याक्टर्स हो र अरु भनेको मोर देन 90 to 95% भनेको तपाईको सराउन्डिङ्स हो। तपाईको लाइफस्टाइल, तपाईको हेबिचुअल, तपाईले कसरी खानुभछ, कसरी बसिराख्नुभछ, कसरी उठिराख्नुभछ, तपाईको सबै कुराहरू र तपाईको सेडेन्टरी लाइफस्टाइल सबै यो नै तपाईको मोर देन 90% चाहिँ तपाईको यो हाई रिस्क क्यान्सरको तपाईको लागि हुन सक्ने चान्सेस एकदम हाई छ। सो अब यो तपाईको रिस्क फ्याक्टरमा पनि त्यसमा पनि तपाईले गर्न सक्ने भनेको तपाईले चाहिँ एउटा चाहिँ मोडिफाएबल रिस्क फ्याक्टर्स र एउटा चाहिँ नन मोडिफाएबल रिस्क फ्याक्टर्स भन्ने हामीले भन्ने गर्छौं। र मोडिफाएबल रिस्क फ्याक्टर्स भनेको जुनलाई तपाईले अलिकति भए पनि आफ्नो तरिकाले मोडिफाई गर्न सकिन्छ। जसरी स्मोकिङ गर्नुहुन्छ या अल्कोहल लिएको राख्नु भएको छ या अरु कुनै त्यस्तै खालको पेट्रोलियम ठाउँमा एकदम डेन्जरस पेट्रोलियम भएको ठाउँमा काम गरिराख्नु भएको छ भने त्यसलाई कसरी हुन्छ त्यसलाई हामीले चाहिँ मिनिमाइज गरेर त्यसबाट क्यान्सर हुन चाहिँ हामीले बचाउन सकिन्छ। र सेकेन्ड भनेको चाहिँ नन मोडिफाइङ भनेको चाहिँ जसमा चाहिँ अब हामीले गर्नै कोसिस गर्दा पनि नहुन्छ। जस्तै कि एज फ्याक्टर, र जति हामी एज बढ्दै जान्छ त्यति चाहिँ क्यान्सरहरू हुने चान्सेस एकदम हाई हुन्छ। अब एजलाई त हामीले त रोक्न त सक्दैनौँ, तर पनि यो सँगसँगै यसलाई एजबाट भए पनि यसलाई हामीले स्क्रिनिङ गरेर हुन्छ या कसरी हुन्छ प्रिभेन्ट गर्न चाहिँ यसलाई हामीले सक्यो भने अर्ली या त अर्ली डिटेक्ट गरेर यसलाई चाहिँ हामीले उपचार गर्ने हाम्रो मेन थिम हो। र अर्को भनेको चाहिँ सेकेन्डरी प्रिभेन्सन भनेको चाहिँ जसको अलरेडी दोज पेसेन्ट जसको चाहिँ फ्यामिली हिस्ट्री छ, जसलाई चाहिँ फ्यामिली पहिलादेखि उसको बुवा मुवा या दाजुबहिनी या सिब्लिङ्सहरूमा या कोही रिलेटिभ्सहरूमा चाहिँ जसलाई चाहिँ क्यान्सर लागेको छ त्यसलाई चाहिँ हामीले चाहिँ सेकेन्डरी चाहिँ प्रिभेन्टहरू गर्न सकिन्छ। जसरी कि अलि कोसिस उनीहरुकोमा लागिसकेको क्यान्सर लागिसकेको मान्छेहरुमा चाहिँ सकेसम्म भन्दा चाँडै अगाडि नै पहिले नै भनौं न स्क्रिनिङ गरेर सपोज भनौं अब तपाईको अब 40 इयर्स को एजमा स्तनको एक्सरे गर्ने जसलाई हामी म्यामोग्राम भनिन्छ, त्यसलाई वर्षमा एक्चुअली एनुअली एउटा म्यामोग्राम गर्न सकिन्छ। अर्को चाहिँ भनेको पाठेघरको क्यान्सर जसलाई चाहिँ सर्भाइकल स्क्रिनिङ गरेर प्यापिस्मर या अरु कुनै VIA गर्न सकिन्छ, जसले गर्दाखेरि यो क्यान्सरहरूलाई चाहिँ सकेसम्म चाहिँ अर्ली डिटेक्ट गरेर अगाडि भन्दा अगाडि ट्रिटमेन्ट गर्न सकिस् भन्ने हो। र अहिले आजको दिनमा चाहिँ यो 4 फेब्रुअरीको मेन थिम भनेको चाहिँ अवेरनेस हो। र मेरो टेक होम मेसेज भनेको तपाईहरुलाई चाहिँ के छ भन्दाखेरि हामी सबैजना मिलौं, नट ओन्ली मी, नट ओन्ली यु, सबैजना देशका जनता, सबैजना वर्ल्ड हरेक मान्छे के लागेका नलागेका सबैजना मिलौं र यसलाई चाहिँ सकेसम्म चाँडै पत्ता लगाउँ र यसलाई उपचार गरौँ। धन्यवाद, नमस्ते। नेपाल मणिपाल शिक्षण अस्पताल फुलबारी 11 पोखरा कास्की। फोन नम्बर 061 552 666।